हाम्रो हाइकिङ चाहिँ अझै पनि सुरु भएको छैन। स्टार्ट त अब हुन बाँकी नै छ सम्धि उतापट्टि। खासमा बसबाट कति 1 घन्टा जति लाग्ने रहेछ सुरु हुने ठाउँसम्म पुग्नलाई। तर बसहरू अलि लेट आउने रहेछ, त्यही भएर हामी चाहिँ हिँडेरै गइदिउँ न भन्ने कुरा हो। अनि अहिले चाहिँ हामी हिँड्दै गइरहेछौँ। अब पुग्न लाग्यो पुग्न। है के हो यार, बाटो त बन्द छ त यहाँ त। कुकुर रहेछ त है। ल अब चाहिँ लगभग सुरु हुन लागिसक्यो। यता कुकुर भुया छ यार, टोक्देला हुने डर। भन्न गर्मी चाहिँ छैन है, चिसो शीतल छ है, मजा आएर छ। त्यही भएर थाङ्रा के भन्छ यसलाई? त्यसको त्यो भित्र गेडा हुन्छ होइन? के हो सम्झे यार, यो त पानी ट्याङ्की जस्तो छ त। कत्रो ठुलो यार पानी ट्याङ्की। ल गाइज हामी चाहिँ अहिले ठ्याक्कै यहाँ आइपुग्यो। अब यहाँबाट हामी यस्तो एकलट घुम्नु पर्ने रहेछ। अब घुम्नै परियो, नभए बाटो छैन भनेर भन्नुभयो हाम्रो गाइड सरले। के गर्नु है, गाह्रो छ। यहाँ चाहिँ अहिले हाइवे रोडमा आइपुग्यो। अब चाहिँ सुरु भयो नि त, अब चाहिँ सुरु हो। ल ठिक छ, अब अलिअलि डाइट पेलेर मात्र अगाडि बढ्नुपर्छ कि कसो सम्झी? ल आयो पेद्रा अमारिला। यहाँबाट अब सुरु हाम्रो। कता हो? माथिबाट पो रहेछ। ल यहाँबाट चाहिँ हामी भित्र छिरिसक्यौँ। अब चाहिँ अगाडि बढ्दैछौँ, हेर्दै जाउँ कस्तो देखिन्छ ठाउँहरू होइन, भ्यूहरू हेर्दै जानु पर्यो। अब सम्झीहरू यता पुगिसक्यो। सुरु भइसक्यो। अब चाहिँ अगाडि जाँदैछौँ, हेर्दैछौँ अगाडिको बाटोहरू के कस्तो छ होइन। फर्स्ट टाइम हो आएको हामी पनि। अब हेर्दै जाउँ सँगसँगै। ल यहाँबाट चाहिँ हामी राइट साइडपट्टि जानुपर्ने भयो गाइज। के हो यो? रिसिखाउतिर जानुपर्ने भयो हामी यता। ल हाम्रो यहाँ सिन्त्राको हाइकिङ सुरुभन्दा अगाडि चाहिँ यस्तो बोर्ड रहेछ यहाँनिर, देख्न सक्नुहुन्छ। अरूभन्दा नि एकदम कुरा चाहिँ यहाँ हेर्नुलाई। अहिले यहाँ हाम्रो फोटो सुट हुँदैछ। हाम्रो साथीहरूले फोटो सुट हान्दैछ भने सङ्गीले फोटो। ल आइपुग्यो हामी यहाँ तल ड्याममा। यहाँ चाहिँ दामी बनाएको रहेछ ड्याम, पानी जमाएर। कस्तो गजब यार, कस्तो फ्रेस फिल भयो यार यहाँ आएर। ल हाम्रो यता चाहिँ फोटो सुट गर्ने काम भट्टाभट भइरहेछ है। दामी खतरा फोटोग्राफर हुनुहुन्छ। कस्तो घना जङ्गल हो आमा। यहाँ त भुत फिल्म खेल्नुपर्छ या यतातिर। सम्झी भुत फिल्म बनाउने हो? भुत फिल्म बनाउनु म्युजिक भिडियोहरू बनाउनु पर्छ। भुत चाहिँ को भन्ने हो फेरि? यहाँ चाहिँ यो जङ्गलमा चाहिँ के पाउनु रहेछ त? के हो यार यो त? अजिङ्गर हो क्या यार यो त? चाहिँ हामी जाँदैछौँ यहाँ माथि भ्यू टावर। अहिले चाहिँ हामी कहाँ छौँ यतातिर छ जस्तो लाग्यो हामी। होइन ल गाइज अहिले चाहिँ हामी एकदम भिरको बाटो आइपुगिरहेको छ है। यहाँ चाहिँ बाटै छैन रहेछ। समाउ भने यहाँ पनि यस्तो काँडै काँडो छ है, गाह्रो छ यार। ओइ हातै घोपिरह यार तरिका। यस्तो बाटो छ कि आमा भनेर नहुने। के गर्नु यार, राम्रो छ बाटो गाइज। यस्तो छ बाटो, सर्लक्क
ठिक्क परेको है। यस्तो दामी बाटो छ, आउनु सक्नुहुन्छ तपाईँहरू पनि सिन्त्रामा है। सिन्त्रा हामी खास काइचबाट सिन्त्रा। पनि सक्यो यहाँनिर। अब चाहिँ माथि लागौँ, हावाले गर्दा केही सुनिँदैन बोलेको पनि। ल सम्धी ल यो डाँडामा चाहिँ ठ्याक्कै स्वयम्भू जस्तो रहेछ। हामी चाहिँ स्वयम्भूको डाँडामा आइपुग्यो ठ्याक्कै। यहाँ के लेखेको छ त यार, बुझेन यार के लेखेको। ल गाइज अहिले चाहिँ हामी ठ्याक्कै सिन्त्राको माथि टपमा आइपुगिसकेको छौँ है। यहाँ टपमा चाहिँ देख्न सक्नुहुन्छ ठ्याक्कै हाम्रो नेपालको झल्को जस्तै आउने होइन, हाम्रो बौद्ध स्वयम्भू नाथतिर आउँदाखेरि होइन ठ्याक्कै अब यस्तै देखिनुहुन्छ नि त हाम्रो अब बुद्ध भगवान्को स्ट्याचुहरू ठ्याक्कै सेम त्यस्तै बनाउनु भएको छ है। एकदम दामी नेपाल जस्तै लागिरहेको छ। आज चाहिँ मजा आइरहेको छ घुम्नलाई। यहाँबाट पनि भ्यू देख्न सक्नुहुन्छ। सम्धि भ्यू देखाइदिउँ एकचोटि यता घुमेर। यस्तो खतरा छ कि भ्यू। यता चाहिँ लिस्बन हो, लिस्बन सिटी उता एकदम। यहाँबाट चाहिँ हामीलाई आँखाले चाहिँ अलिक देखिन्छ है। यहाँ सायद भिडियोमा त्यति देखिन्न होला। यता कास्काइस, यता हामी जस्तो नि गएको प्रायदेखिको इन्चु के भन्छ टावर छ। अनि हामी चाहिँ जानु लागेको चाहिँ सिन्त्राको त्यहाँ एउटा छ ठुलो दरबार जस्तो के नाम भन्छ यार, अहिले म नाम पनि भन्छु है। ल अहिले चाहिँ हामी यहाँबाट अब हिँड्न लागेको तल खोलामा पुगेर फेरि हामी अर्को भिडियो बनाउँछौँ है गाइस। ल हामी चाहिँ सिन्त्राको जङ्गलभित्र ठ्याक्कै आइपुग्दै यहाँ चाहिँ काठहरू दाउरा काट्दै रहेछ है गजब तरिकाले। जङ्गलै फडानी भइरहेको रहेछ यार। यस्तै गरेर काट्दै गयो भने त सकिन्छ। ल यहाँ चाहिँ बबाल तरिकाले दाउरा मस्तले काटिरहेछ है। रुखहरू साइडलाई आउँदैछ, यस्तो देख्न सक्नुहुन्छ अगाडि मेसिन। बाफ्रे यार कत्रो मेसिन हो। डर लाग्यो कत्रो यार। दाउरा त कति हो यो दाउरा। ल अब जाडो महिना पनि आयो, आगो ताप्न गजब हुने रहेछ गजब। लु अब चाहिँ तेर्सो बाटो सम्धि यता गइसक्यो। त्यस्ताले गर्दा म चाहिँ बिचमा, अगाडि हाम्रो अनिस ब्रो र हाम्रो एकजना दाइ बिजोग भइयो आधी बाटो। अब यता कास्काइस जाउँ कि सिन्त्रा जाउँ बेहाल। यता चाहिँ रुख काट्ने काम जारी भइरहेको रहेछ। ल सिन्त्राको यस्तो छ घनघोर जङ्गल, घनघोर एकदम बाक्लो जङ्गल छ एकदम लास्टिक। यता चाहिँ दाउरा काटिरहेछ। यो बढी हुरी बतास चलेर ढलेको रुखहरूलाई काटेको रहेछ। यहाँ तल पनि पुरै काटेको रहेछ नि त। रहेछ नि त पुरो दाउरा। यहाँ कति चाहियो दाउरा अब जाडो महिनाभरि बाल्नको लागि होइन। यसले फर्निचरको काम गर्छ। साँच्चै हो।
ल ठ्याक्कै लामो जस्तो माई पोखरी थियो, त्यहाँ मजाले बसियो होइन हामी चाहिँ। अब चाहिँ हामी अगाडि बढ्यौँ फेरि। अब सिन्त्रातर्फ चाहिँ लाग्नुपर्ने हुन्छ। अब बेलुका बेलुका हुन लागिसक्यो, 4 बज्न लाग्यो गाइज। अगाडि हेरौँ अगाडिको बाटोहरू के कस्तो छ। ल अहिले फेरि हामी अर्को पोखरीतिर आइपुग्यो यहाँनिर। ए अघि भर्खर हामी माथि बसेको यो जस्तो लाग्यो, अहिलेको यो होइन होइन कुन चाहिँ हो, यही हो क्या। ल यस्तो छ। ल यहाँ पनि दामी रहेछ पोखरी। कमलको फुल चाहिँ फुलेको छैन तर टन्नै रहेछ। ल आजको हाम्रो हाइकिङ पनि लगभग टुङ्गिन लागिसक्यो। हामी यहाँ सिन्त्राको ट्रेन स्टेसनमा आइपुग्नु लाग्यो। हल्का माथि जङ्गलमै छौँ। यहाँ सम्धीको हालत देख्न सक्नुहुन्छ, पुरै बेहाल भएको छ, बेहाल होइन। अब खासमा सम्धीले चाहिँ उता बिचमा जाने भनेर सोचेको रहेछ, त्यही भएर बुट लाएर आउनु भएको रहेछ। तर मेरो चाहिँ अब प्लान थियो यता सिन्त्राको माथि पहाडमा हाइकिङ गर्ने होइन। अब यी बेहाल भएन त। अनि सम्धी भन्नुहोस् कस्तो भइरहेछ? एकदम राम्रो भइरहेछ। हाइकिङ गर्न छ भने स्पोर्ट्स सुज जाङ्गे बोकेर आउनु होला। बुट लगायो भने मजस्तै हुन्छ, हिँड्न नसक्ने। हिँड्न त सकिन्छ, बुटले पुरै छाला खाने रहेछ। खाएपछि हामी हिँड्न सक्दैन, घाइते बाघ बनाइदिने रहेछ। चरी बाघलाई घाइते बाघ बनाइ। त्यसैले सबैजना स्पोर्ट्स सुज जङ्गल सफरको लागि। ल गाइस सुन्नुभयो होला नि होइन। अब यहाँ सम्धीको चाहिँ बेहालै भएको छ, खुट्टा सुट्टा ख्याचाक खुचुक भएको छ होइन। अनि त्यही हो, अब पुग्न नि लागिसक्यो ट्रेन स्टेसनमा। अब हामी हल्का अगाडितर्फ बढ्दैछौँ। यहाँ चाहिँ घनघोर जङ्गल छ, एकदम घनघोर। यहाँ तल चाहिँ रोडमा, हामी चाहिँ रोडमा हिँडेको। फेरि अब जङ्गलतिर बाघ भालु के आउँछ होइन। ओइ मासको दाल यार तर्साइदिएर यार। यहाँ त स्याल बाँसो साँसो के आउँछ। है कस्तो तर्साइदियो त्यो गाडीले। ल गाइज अब हामी ट्रेन स्टेसनमा पुग्नु लागिसक्यो। हैट के छ सम्धी, कस्तो छ हालत? है सम्धीको हालत गम्भीर भइसक्यो। अब धेरै छैन, पुग्न लाग्यो। पुग्न चाहिँ ल आजको हाम्रो 15 किलोमिटर जति हिँडेको, 15 किलोमिटर हिँडेको थकानले गर्दा साथी पुरै यहाँ ट्रेनमा यस्तरी सुलेको छ, अलस तलस। यता सम्धी ल फाइनली हामी चाहिँ लिस्बन आइसक्यो। लिस्बन है, लिस्बनभित्र आइसक्यो। आज लगभग 15 किलोमिटर जति हिँड्यो होइन हामी। 15-16 किलोमिटर। ल लगभग 16 किलोमिटर हिँडेर आएको। सम्धीको हिँडाइ यहाँ खचक्क भइरहेछ हिँडाइ। उता यो साथी मस्त सुतेको भिडियो देखिहाल्यो होला। अनि त्यही हो रोसियो, यो चाहिँ हामी रोसियोमा आइपुग्यो अहिले, लिस्बनको रोसियो। ल गाइज